दिस इज आइफोन। हेर्दाखेरि के छ एकदम चर्केको फुटेको हैन। तर अब तपाईँले यो आइफोनको जसको पनि तपाईँको यो इस्यु आयो, यसलाई नयाँ चेन्ज गर्नु त पर्छ अभियसली। हामीले आइफोन काम गर्नेहरूलाई यो नयाँ चेन्ज गर्नको लागि धेरै नै झन्झटिलो काम छ र अलिकति एकदम टाइम कन्ज्युम गर्ने काम हो। ल जसलाई हामीले चाहिँ अब ल भनौँ यसलाई चाहिँ हामीले यसरी यो एउटा च्याप्नेमा राख्यौँ हैन। अब यसमा यस्तो ब्लास्टर चाहियो, ब्लास्टर पनि लिग्यौँ। यो एउटा टुल्स पनि भयो। अब यो आइफोनलाई मैले क्र्याक गर्छु है यसरी। रिस्की छ यो काम हैन, यसरी क्र्याक गर्नुपर्छ। अब क्र्याक गर्दाखेरि एउटा इस्यु आउँछ, यसमा रिस्क छ हैन। म क्र्याक गर्छु है अब तपाईँलाई। अनि मैले यो एउटा अर्को टुल पनि लिएर आएको छु, एउटा एक्सरे भन्छ यसलाई। यसले चाहिँ यसरी तपाईँको वायरलेस जहाँ चाहिँ एरिया छ नि त्यहाँ हामीले क्र्याक गर्नु हुँदैन। अब म्याक्सिमम यो सुरुमा यो कुराहरू पनि थिएन, तपाईँले यत्तिकै क्र्याक गर्नुहुन्थ्यो। अब यसमा चाहिँ मैले तपाईँको क्र्याक गर्दाखेरि यहाँनिर यसरी बेन्डिङ नै समस्या आयो, बोर्डै गयो हैन। अब यसको तपाईँको फ्रेम नै गयो। सो यसरी चाहिँ हामीले नर्मली यो म्यानुअल तरिकाले काम गर्दाखेरि आउने इस्युहरू भयो, जसमा चाहिँ तपाईँले ब्याक प्यानल चेन्ज गर्दाखेरि धेरै इस्यु आउँछ। अझै यसमा हामीलाई यसले मात्र पुग्दैन, एउटा हटगन चाहियो, टुल्स पनि धेरै चाहियो, रिस्क पनि धेरै भयो, काम गर्नु पनि एकदमै गाह्रो छ। सो आज तपाईँलाई मैले यो सबै कुरालाई चाहिँ साइड लगाएर तपाईँको कामलाई एकदम बेस्ट तरिकाले चाहिँ एकदम राम्रो तरिकाले तपाईँको ब्याक प्यानल चेन्ज गर्नको लागि बेस्ट तरिकाको लेजर मेसिन लिएर आएको छु। अब त्यसको बारेमा हेरौँ है त। आई लाइक टु इन्ट्रोड्युस YCS लेजर मेसिन। सो यो चाहिँ YCS को मिनी लेजर मेसिन। यसबाट तपाईँलाई म त्यही ब्याक प्यानल चाहिँ यसबाट काम गरेर देखाउँछु। सो यसमा मेमोरी कार्ड सिस्टम हुन्छ, यसको सफ्टवेयर अपडेटहरूदेखि लिएर फङ्सनको लागि आउँछ। यसमा पावर रहेछ, मैले यसलाई पावर दिएँ अहिले है। ओके अब स्टार्ट। सो यो मिनी लेजर मेसिन, हाम्रो लेजर मेसिनको यो रेहरूले चाहिँ आँखामा इफेक्ट नगरोस् भनेर यो टाइपको ग्लासहरू राखिएको है। यसले चाहिँ तपाईँको त्यो रेहरू चाहिँ डाइरेक्ट आँखातिर त्यसको आउँदैन, अब भित्रको फङ्सन देख्न सकिन्छ। सो हामीले अब यो मेसिनमा यो कटिङ गर्ने, यो स्टार्ट गर्नु अगाडि आउने प्रब्लमहरू, यो अहिले अफ छ, तपाईँले यसरी यसलाई युज गर्नुहुन्छ चलाउनुहुन्छ। यो अन हुँदाखेरि मेसिन अन हुँदाखेरि यसले चाहिँ हातले चलाउन काम नगर्नुहोस्, यो भने इस्यु आउने कुराहरू हुनसक्छ। अब हामीले यसलाई अन गर्छौँ। सो यो चाहिँ हाम्रो के हो, पोजिसन मिलाउनको लागि चाहिँ यो अप्सन भयो, हार्ड होम हुन्छ। अब यसलाई थिचेपछि कन्फर्म तपाईँको पोजिसन आयो, अब यो रेडी छ। सो अब हामीले चाहिँ फोनहरू काम गर्दाखेरि यसमा एउटा अर्को पार्ट दिया हुन्छ, हामीले यत्तिकै राख्ने होइन। यसलाई चाहिँ हामीले यहाँ एउटा मोल्ड देख्न सकिन्छ है। यो पनि यसले चाहिँ यहाँनिर अगाडि प्लेट राखेर चाहिँ काम गर्नु जरुरी हुन्छ है। हामीले यो पनि राखौँ यसको क्यामेराहरूको लागि हैन, यो प्रोटेक्टिभ कभरहरूको लागि है। ल यसरी चाहिँ, सो यो चाहिँ क्यामेरा प्रोटेक्टिभ कभर, यसरी चाहिँ यो पनि राखौँ हैन। अब यो भएपछि के हुन्छ, तपाईँको यो क्यामेराहरू पनि बिग्रिनबाट बच्यो हैन। यो पनि राख्यौँ। सो सबै मोडलको लागि यो प्लेटहरू पनि यसमा अभाइलेबल हुन्छ। ल आइफोनको सबै मोडलहरू यसमा अभाइलेबल हुन्छ। हामीले चाहिँ ब्याक प्यानलको यहाँ तपाईँलाई डेमोन्स्ट्रेसन देखाइरहेको छौँ, तर आइफोनको चाहिँ यसले ब्याक प्यानल पनि फ्रन्ट पनि मजाले कटिङ गर्छ है। यो लेजरले चाहिँ, मिनी लेजरले है। यसले ब्याक प्यानल मात्र होइन, अहिले चाहिँ तपाईँले ब्याक प्यानलको देखाइरहेको छु। अब यसलाई मजाले कभर गरौँ र यसको काम सुरु गरौँ है त। अब लेजर अन गर्ने अफ गर्ने अप्सन छ, हामीले लेजर अन गर्नु पर्यो। सो हामीले चाहिँ ब्याकमा जान्छौँ, ब्याकमा गएर चाहिँ 12 प्रोलाई सिलेक्ट गर्छौँ र यहाँनिर स्टार्ट बटन दिनु पाउँछ र यसलाई हामीले स्टार्ट है। अब यसको सोल्युसन हेरौँ। यसरी लाइट अन अफ गर्नु मिल्यो। अब लेजर कटिङ गर्दाखेरि चाहिँ यहाँबाट के हुन्छ, एउटा स्मोक आइरहेको हुन्छ, त्यो एकदम स्मोक चाहिँ एकदम हार्डली हुन्छ। यसमा चाहिँ हामीले फ्यानहरू राख्न पनि सक्छौँ। फ्यान राखेर चाहिँ अनि त्यो स्मोक अब्जर्भ फ्यानलाई चाहिँ डाइरेक्ट जडान गर्न सक्छौँ है, किनभने यसको एकदम स्मेल आउँछ त्यो धुवाको। मेसिनमा भिजुअल टच स्क्रिन अपरेसनहरू, कम्प्याक्ट डिजाइन हैन, जसले स्पेस सेभ गर्ने, कम्प्रेसिभ रेन्ज अफ पपुलर मोडल्सहरूमा चाहिँ यो पनि एउटा एकदम राम्रो मोडलहरू छ हैन। अनि आइफोनको सबै मोडलहरूलाई चाहिँ राम्रो सपोर्टिभ तरिकाले, सजिलो तरिकाले काम गर्नको लागि
एकदमै बेस्ट पपुलर यो मोडल तपाईँलाई सहज हुनेछ। मेसिनमा पावर केबल र एउटा मेसिन बाहेक अरू केही आउँदैन। यसमा पावरफुल म्याग्नेटिकको कारणले तपाईँले पोजिसनमा राख्न सहज पनि हुन्छ। सो ल अब यसरी चाहिँ लेजर मेसिनले चाहिँ मजाले कटिङहरू गर्छ है। अब इजी भयो तपाईँले योहरू निकाल्नलाई, किनभने एकदम गाह्रो तरिका हुन्थ्यो योहरू निकाल्नलाई। ब्याक प्यानललाई होइन यसरी चाहिँ सजिलो तरिकाले चाहिँ यसले निकाल्छ लेजरको। सो यसरी चाहिँ तपाईँले आफ्नो वर्क स्टेसनमा लेजर मेसिन राखेर एकदम एफोर्डेबल प्राइसमा चाहिँ तपाईँले अब ब्याक प्यानललाई यो झन्झटिलो तरिकाले एकदम लङ टाइम लगाएर टाइम वेस्ट गरेर काम गर्नुभन्दा एकदम सजिलो तरिकाले बिना रिस्क काम गर्न तपाईँले एकदम सहज हुन्छ, जसमा तपाईँले आइफोनको फ्रन्ट ब्याक सबै स्क्रिनहरूलाई चाहिँ मजाले यसमा काट्न सक्नुहुन्छ र तपाईँको वर्कलाई अझै मोर बेटर बनाउन सक्नुहुन्छ। सो अर्डरको लागि प्लिज कन्ट्याक्ट विथ इजी टुल्स नेपाल। इजी टुल्स नेपाल, क्वालिटी टुल्स फर क्वालिटी पिपल।